हेलो गुड मर्निङ हजुरहरूलाई ट्यु इन्टरनेसनल क्रिकेट स्टेडियमबाट म हजुरहरूलाई केही सानो जानकारीको लागि यो भिडियो तयार गर्दैछु। यो भिडियो चाहिँ हाम्रो ब्लक ए सर्वसाधारणको लागि 60,000 स्क्वायर फिटमा बन्दै गरेको प्याराफिटको हो। यहाँनिर चाहिँ ब्लक एमा कोलम र बिमको काम चाहिँ सकिसकेको छ। बिम कास्टिङ कोलमको काम सके पश्चात हामीले यहाँनिर पिसिसी ओकको लागि चाहिँ पिसिसी ओकलाई फिनिसिङ गर्नको लागि हामीले सोइल कम्प्याक्सन, सोइल कटिङ एन्ड सोलिङ गरिरहेको छौँ। त्यसपछि चाहिँ हाम्रो यहाँ पिसिसी हुनेछ। पिसिसी आफ्टर हामीले यसमा चाहिँ हामीले रिबारको कामहरू गर्नेछौँ। रिबारको काम सँगसँगै हाम्रो जुन चेयर राख्ने ठाउँ स्टेप ढलान होइन हाम्रो जुन राइजरको काम चाहिँ यो पश्चात हुनेछ भन्दै तपाईहरुलाई आजको छोटो मिठो भिडियोबाट केही जानकारी दिए। हजुरहरूलाई फेरि पनि म अर्को नेक्स्ट स्टेपको भिडियो अपलोड गराउने जानकारी गराउने नै छु। हेर्न सक्नुहुनेछ हामीले यहाँ पम्प फिट हुँदैछ। पम्पबाट चाहिँ हामीले यहाँनिर चाहिँ कङ्क्रिट ल्याउनेछौँ। माथिबाट कङ्क्रिट डाइरेक्ट पास गर्न मिल्दैन।